हेलो साथीहरू, हार्दिक नमस्कार। अभिवादन जय नेपाल। म सरोज कार्की। आज नेपालको समसामयिक राजनीतिक घटनाक्रम र नेपालको राजनीति कता जाँदैछ र नेपालको वर्तमान राजनीतिक स्थिति र घटनाक्रमलाई लिएर केही विषयहरूमा आफ्ना भनाइहरू व्यक्त गर्दैछु। सुनेर प्रतिक्रिया दिनु होला। त्यसैले नेपालको राजनीतिक आन्दोलन र नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने धेरै लामो छ। त्यसैले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका नेपालका राजनीतिक पार्टीहरू टुटफुटपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्था। त्यसैले समसामयिक वर्तमान राजनीतिकलाई लिएर कुरा गर्दाखेरि अहिले वर्तमान नेपाली काङ्ग्रेसलाई हेर्ने हो भने फुटको डिलबाट नेपाली काङ्ग्रेस गुज्रिरहेको अवस्था हो। त्यसैले इतिहासका कुरा गर्नेहरू लामो हुन्छ हैन। नेपाली काङ्ग्रेसको नेपाली समाज रूपान्तरणमा लामो योगदान छ। त्यसैले यो कहिले पनि यसले आफ्नो विभिन्न समयमा विभिन्न कालखण्डमा आफ्नो महत्त्वपूर्ण योगदानहरू नेपाली समाजलाई दिएको छ र दिन्छ भन्ने पनि नेपाली जनताको आशा छ र त्यहाँ धेरै नेपाली समाज नेपाली जनता जोडिएको छ। अहिले वर्तमान नेपाली काङ्ग्रेसको अवस्था दुई चिरामा फ्याट्ट भएको अवस्था छ। त्यसैले 2082 साल भदौ 23 र 24 गतिको घटनाले जस्तो परिस्थिति लियो त्यो घटनाले नेपालले ठुलो जनताको क्षति बेहोर्यो। त्यसपछि नेपालका ठुल्ठुला राजनीतिक पार्टीका नेताहरूलाई घेराबन्दी गर्ने, आक्रमण गर्ने त्यो प्रयासहरू पनि भए। किनभने नेपाली जनताले जुन किसिमको आशा र अपेक्षाहरू राखेका थिए त्यो अपेक्षा पुरा नहुँदाखेरि नेताहरूलाई त्यो किसिमको व्यवहार भए हैन। जुन किसिम उहाँहरूले गर्न सक्नु भएन हैन। त्यहाँबाट आक्रमण हुनु एउटा दुःखद कुरो हो। त्यो चाहिँ किनभने उहाँहरूले दिएको परिणामको फल उहाँहरूले भोगेको हो। त्यसैले यद्यपि जेसुकै होस् त्यो घटनाहरू सिद्धियो। त्यसैले अब नेपाली काङ्ग्रेसको विषयमा हामी कुरा गर्दैछौँ। त्यसैले काङ्ग्रेसको आन्तरिकदेखि लिएर शक्ति सङ्घर्ष भनेको जहिले पनि चलिरहन्छ। उहिले गणेशमान बिपीदेखि लिएर गिरिजाप्रसाद हैन, शेरबहादुर देउवाहरू उहाँहरूले आन्तरिक शक्ति सङ्घर्ष चल्दै आएको छ हैन, विगतदेखि वर्तमानसम्म। त्यसैले अहिलेको परिस्थितिमा नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा जुन दिन घटना भयो उहाँ घाइते उपचारका लागि चाहिँ विभिन्न मुलुकमा जानुभएको थियो। हङकङ, सिङ्गापुर लगायतका देशहरूमा उहाँको आज आगमन भएको छ। त्यसैले जुन भदौको घटनापछि तपाईँको त्यहाँनिर जेन्जी आन्दोलन घटनापछि काङ्ग्रेसले विशेष महाधिवेशन गर्यो हैन। त्यसबाट चाहिँ सभापति गगन कुमार थापाजी निर्वाचित हुनुभयो है। त्यसपछि फेरि तपाईँको इत्तर पक्षले चाहिँ उहाँलाई सभापति मानेन, यो चाहिँ अवैधानिक छ भन्ने हिसाबले अदालत गयो, निर्वाचन आयोग गयो हैन। निर्वाचन आयोगले चाहिँ देउबा के अरे गगन थापाको नाममा फैसला गर्यो। फेरि सर्वोच्च अदालतले पनि त्यही ठहर गरिदियो। त्यसैले गगन थापा चाहिँ सभापति हुनुभयो। फेरि चाहिँ अहिले तपाईँको अदालतले चाहिँ के गरिदिएको छ तपाईँलाई निस्सा तोक दिएको छ त्यो मुद्दालाई। अहिले विचाराधीन अवस्थामा छ। अब यो मुद्दाले के हुन्छ भन्ने चाहिँ अब हेर्नै बाँकी छ। यसको फैसला आउनै बाँकी छ। यसले के गर्ला भन्ने कुरो अन्यलमै छ। त्यसो भएको हुनाले अब यो अन्यलको विषयता भए तापनि भोलि शेरबहादुर देउवाले इत्तर पक्षको बेलालाई सम्बोधन गर्ने हुनुभएको छ। त्यसैले लगभग काङ्ग्रेस फुटको डिलमै हो। त्यसैले यो एकजुट भए तापनि यो आन्तरिक रूपमा चाहिँ तपाईँको फुटेकै जस्तो हो क्या। यसले चाहिँ एउटा तिक्तता चाहिँ रहिरहन्छ। यो लामो समयसम्म रहिरहन्छ। यसले चाहिँ किन भन्दा पार्टीमा ठुलो असर गर्छ। निर्वाचनमा अहिलेको परिणाम यही हो। किनभने दुई धारबीच तिक्तता अन्त्य नभएकै कारणले गर्दाखेरि नेपाली काङ्ग्रेसले अहिलेको अवस्था भोगेको हो। त्यसैले समग्र राजनीतिक कुरा गर्दाखेरि काङ्ग्रेसको इतिहास लामो छ तैपनि काङ्ग्रेस एक हुने ठाउँमा छैन। त्यसो भएको हुनाले अब वर्तमान परिस्थितिलाई हेर्ने हो भने जब एउटा देशको पुरानो लोकतान्त्रिक पार्टी यो हदसम्म जान्छ, एउटा पद र शक्तिको निम्ति चाहिँ देश र जनताको हितभन्दा विपरीत जान्छ, तब देशले ठुलो क्षति बेहोर्नुपर्छ। त्यसैले हाम्रो कामना छ नेपाली काङ्ग्रेस एक हुनुपर्छ है। तर त्यो नहुन सक्ने अवस्था धेरै छ। त्यसो भएको हुनाले यो आन्तरिक शक्ति सङ्घर्षका कारणले गर्दाखेरि नेपाली जनतालाई धोका दिन पाइँदैन भन्न चाहन्छु। हस्त नमस्कार।